गुड मर्निङ एभ्रिवान। म चाहिँ आज बिहान टाइममा भ्लग स्टार्ट गर्दैछु। म चाहिँ नुहाएर पनि लुगा सुकाउन आएको यहाँ माथि। अब म लुगा सुकाउँछु। आज चाहिँ टिकाको दिन हो। त्यही भएर आज चाहिँ कहाँ जान्छु म टिका लाउन, तपाईहरुलाई देखाउँछु। भिडियो हेर्दिनु होला। लुगा पनि धोइसके, अब तल जाने। छोरालाई चाहिँ ज्वरो आइरहेछ, भोक्दै हुन्छ। चिसो माग्दाखेरि कोक खान्छ। पट्टिन्छ लु। थोरै खान मान्दैन नि तपाईले। चिसो लागिरहेछ हौ। हुन्छ के गर्नु। दिएर मात्रै गर्नु। हामी चाहिँ रेडी भइरहेको छौँ टिका लाउनुको लागि। हाम्रो मम्मीहरूको रुम चाहिँ यस्तो छ। मेरो सानो खुच्ची चाहिँ यहाँ छ। मम्मी चाहिँ यहाँ रेडी भइराख्नु भएको छ। मेरो एउटा छोरो यहाँ छ। रेडी भएर यता हेर त नानी, यता हेर न। रेडी भएर बसिरहेछ। यता मेरो भदै चाहिँ फोन खेल्नु भ्याउँदैन। के गर्नु, फोन खेल्दै व्यस्त हुन्छ। रेडी भइरहेछ। भाउजू चाहिँ दोकान जानुभएको छ नि त। दोकान बन्द गरेर आउनुहुन्छ अनि टिका लाउने रेडी भइरहेछ। त्यहाँनिर टिका लाउनु रेडी भइरहेको। टिका लाउने मान्छेहरूको अन्त मम्मीले लगाइदिनु भिडियो पनि गरिदिएको नि मैले। मेरो त छ त। उयो अर्को खालको चिम्टी लाउनु नि। यस्तो कपाल चेप्ने ठुलो मात्रै छ नि पछाडि।
फुर्ती फार्ती हुने राम्रो पढ्ने भाग्यमा हुने बुवा आमा पाल्ने बाजे बोजू हेर्ने राम्रो स्याहार्ने नानीमा फ्याल्दिने यस्तो नबोल त्यहाँ अस्तिको भिडियो गरेको अलिक पर जाऊ त सरी कस्तो गरेको अब सानो बना लाउनै जान्दिन कि यो यिनीहरूले धेरै गुम्सायो के भएर यस्तो राम्रो पनि भन्छ यस्तो बटारेर बाक्लो राखेको छ हामी चाहिँ त्यही भेला भइरहेछौँ अरे क्या यहाँ टिका ल बस्नु बस्नु लु बस्नु दिदी ए होइन बस्नु मात्रै नि त बस्नु मात्रै बस्नु न हाम्रो दसैँ चाहिँ यसरी मनाउँदैछौँ हामी त है यता फुपू यता दिदी छोरा छोरीहरू मम्मी अनि यता अर्को छोरी उता टिकटक बनाउने भाउजू यहाँ बच्चाहरू हामी चाहिँ यसरी मनाउँदैछौँ है दसैँ हामी त अहिले पनि कलर घरमा आइपुग्यौँ चेली आउँछ अहिले को भनेको अन्त दिदी यस्तो भएको यो मुख चाहिँ भान्दा नानीहरूले हामी चाहिँ अङ्कलहरूको घरमा टिका लगाउन आएको थियौँ अनि अब फुपूहरूकोमा जान आँटेको फुपूहरूकोमा आइपुग्यो खोइ उजु दिदी ए यस्तो छ भन्ट्याङ भुन्टुङहरू लु खोल खोल नखोली जाने लु हेन लु नखोली जाने मारे